गुड आफ्टरनुन सबैलाई। आज चाहिँ हामी गोल्मे डाँडा जान लागिरहेको छौँ। अलिकति ढिलो भइसकेको छ, तर बिहान चाहिँ मौसमले च्यालेन्ज दिइरहेको थियो। ओके, अ बिग शाउट आउट टु सनम फर स्पोन्सरिङ आवर भिडियो बाई गिभिङ अस आइफोन, हिज आइफोन है त। ल अब चाहिँ म लागि ल आज गोल्मे डाँडा घुम्न जानुपर्ने। फर्स्टमा चाहिँ ज्ञान र मेरो दाँतको चेकअप गराउनु जानु। ज्ञान, हाउ इज द जोस? भेरी गुड है त। ल आज हामीले वेट गर्दा गर्दा म्याजिक सिकेको छ। देखाइदियो त। फिङ्गर देखिरहनु भएको छ। यो फिङ्गर आफै मुभ हुँदो रहेछ। थाहा थिएन हामीलाई। खोइ यो रिकर्ड गर त। मेरो कालो आउँछ होला। यहाँ कसरी कसरी राखेको थिएँ? अर्को हात चाहिँ गर्नु। इट्स म्याजिक। ल अब चाहिँ हामी जोचाएर अब चाहिँ रियल घुमघाम गर्नुपर्छ। धेरै टाइम वेस्ट भइसक्यो। आज यहीँबाट गोल्मे डाँडा नगइकन फर्किने अवस्था हुन्छ जस्तो छ। एनी वर्ड? ज्ञानु गाडी के त? यताबाट सुन्नु सुन्नु उयो चार्जर पावर ब्याङ्क लिएर जाने। यताबाट सुन्दै भएकोमा जाऊँ न। उल्लु बनाया। मैले भर्खर याद आयो क्या मलाई ठ्याक्कै। ज्ञानुको हात दुख्ने। Okay, we got the power bank and chargers. A few moments later. राइट साइडपट्टि Off-road again. यहाँबाट अफरोड हो। अब स्कुटर जहाँसम्म जान्छ त्यहीसम्म लाने हो। फेरि राइट साइड नै हो। यस, राइट साइड। One eternity later. ल हामी चाहिँ यहाँ गाडी पार्क गरेर पिकनिक चल्दा रहेछ। गाडी पार्क गरेर जान लाग्छ। ल स्टार्ट। लाठी एउटा सहायता बोक्ने हो कि। अलि भिडियो पनि चल्दै फेरि अहिले लड्यो भने छुट्टी रहेछ। आहा यसरी लडेँ म होइन। दामी पाडा लडियो। चुनरी चुनरी त्यहाँबाट पानी। ल अब चाहिँ हामी माथि चढिरहेको छौँ। गोल्मेराज के अरे हाम्रो गोल्मे राजाको यहाँ पहिला दरबार थियो अरे। अहिले पनि इँटा र विभिन्न भाँडाहरू उत्खनन गरेर कहिलेकाहीँ भेटिन्छ अरे है त।
उत्खनन गर्दाखेरि अलिकति चाहिँ दुःख हुने रहेछ। त्यहाँ चाहिँ अहिले बुद्ध भगवानको धेरै नै राम्रो मूर्ति बनेको भनेर थाहा पाइएको हुनाले थाहा छैन जाँदै हो। इम्पोर्ट गरिएको हो त्यो मूर्ति चाहिँ स्पेसली थाइल्यान्डबाट इम्पोर्ट गरिएको र मूर्तिको प्राइस चाहिँ अलमोस्ट 2 करोड हाराहारी भन्ने हामीले हाम्रो स्रोतबाट पत्ता लागेको छौँ। यो चाहिँ हाम्रो हुस्सुले केही देखाएको छैन, तल चाहिँ अलिकति बागमती छ है त। ल भ्लग बनाउनु गाह्रो हुँदो रहेछ नि। यो सब सास फेरेको मात्र आउँछ जस्तो भिडियोमा त। आज रमाइलो भनेर आउनु त आइयो, तर स्ट्यामिनाले चाहिँ अलिकति साथ नदिएको अवस्था। पाँच मिनट चढ्यो, अब आधी घन्टा रेस्ट गरौँ। ल डर के आगे जिते, माउन्टेन ड्यू भन्दै हामी फेरि बुद्ध भगवानको मूर्ति बनेको ठाउँमा जहाँ अहिले बिहार बनाएको छन् त्यहाँ जाँदैछौँ। कति हान्सम्म आएको मैले बिहान पनि साउट आउट दिइसकेको छ। फेरि साउट आउट टु आवर ली कुलुङ who has sponsored this video by giving us his iPhone. No, shout out to Gyanu for giving me this iPhone. अब यो आइफोन चाहिँ पच, इङ्ग्लिसमा POCH पच, नेपालीमा ल मेरो चस्मा हेर्न सक्नुहुन्छ भ्यू एकदमै बवाल छ। पानी चाहिँ त्यहाँ ठुलो थियो, हाम्रो नेपालीको लोकल स्टाइलमा डस्टबिनमा छ डोको। फोहोर मलाई भनेर हालेको छ, तर मलाई होइन त्यसलाई। हाम्रो अलिकति स्ट्यामिनाको चकनाचुर भएको अवस्थाले भ्लग चलिरहेछ, त्यहाँ पनि छुट्टै भ्लग चलिरहेछ अलिकति। ल मेरो स्टुडेन्ट रहेछन्, ल खै त हाई गरिदिनु त एकचोटि। ल जङ्गलमा पनि स्टुडेन्ट भेटेको अवस्था। ल हामी चाहिँ अब अलमोस्ट आइसकेका छौँ। यो भनेर मैले आफूलाई सान्त्वना दिइरहेको छु, किनभने मेरो खुट्टा चल्न छोडिसक्यो। तर अलमोस्ट आइसकेका छौँ भनेर चाहिँ एटलिस्ट मैले सान्त्वना चाहिँ दिन खोजिरहेको छु आफैलाई। अलमोस्ट 99% भइसक्यो। अब आँखा चिम्म गरेर हिँड्नु बाहेक उपाय छैन। अब यहाँबाट अझै जाने बाटो छ, हामी सर्टकटै अपनाउँछौँ। बाटो चाहिँ अब नेपालको बाटो यस्तै हो भनौँ। यहाँ पनि एउटा खच्चर चाहिँ हुनुपर्ने हो, अन्याय भयो यो। त्यो खच्चरलाई अन्याय हुन्छ। यहाँबाट अब हिँड्न नसकेको अवस्था। फेरि बिस्तारै बिस्तारै हामीले हाम्रो यात्रा सुरु गऱ्यौँ।
अन्त्य पनि गर्नै पर्छ हैन म लास्टै थकित भएको अवस्था छु आइफोनले पनि हल्का काले आएको छ जे होस् अब चाहिँ यति कालो भइसक्यो कि आइफोनले पनि मलाई बचाउन सकेको छैन यो चाहिँ सब थाकेको हुनाले हो ल लेट्स मुभ अन यहाँ हाम्रो एउटा ह्यान्डसम भाइ पनि भेटेको छ ल हाई भनिदेऊ त भाइ यता ल तिमीलाई म युट्युबमा फेमस पारिदिन्छु है त भाइ होइन त तिमी नाम भनेर के हो अनि भाइ थाकेको छैन पावरफुल भाइ हामी चाहिँ यहाँ असिन पसिन भइसकेका छौँ ल एउटा भाइ हो कि बहिनी भागेको अवस्था भ्लग बनाउने बित्तिकै अवस्था चाहिँ धेरै आउने त्यहाँ भाइ बहिनीको मम्मी आन्टी समथिङ समथिङ हुनुहुन्छ ए अङ्कलहरू पनि हुनुहुँदो रहेछ हामी आइसकेका छौँ अरे फाइनली गाइस भेट भयो के भन्छ रे त्यो यसमा फाइनली भेटियो वाला हो दर्शन गर्न जाउँ अब बाहिरबाट गर्ने नि सुन भएको कुरा बचाउनु पनि पर्छ नभए हाम्रो नेपालमा ल सुनको बचावको लागि ताला लगाइएको छ तर म त त्यो पनि राम्रै कुरा हो होला त्यस्तो काम चाहिँ नगर्नु ल ट्राई गर्ने हो कि मान्छे छन् फेरि नगर हल्का जुत्ता खोल्न नसकेको अवस्था ल अब चाहिँ हामी बुद्ध भगवानको दर्शन गर्न गइरहेछौँ जुत्ता त खोल्नु परिहाल्यो नि पुष्पास है अब के गर्ने होइन गर्नुपर्छ भगवानको ठाउँ सफा गर्नु पर्यो ज्ञानु अब चाहिँ हामीले यहाँ भगवानको दर्शन गरेर हाम्रो सेक्युरिटीज्यूले ताला पनि लगाइदिनु भएको छ धेरै धेरै धन्यवाद उहाँलाई हाम्रो बुद्ध भगवानको मूर्ति बचाइदिनु भएकोमा ल अब चाहिँ हामी उहाँ अघि गुरुजीले भने जस्तो यहाँ पछाडिपट्टि हाम्रो बुद्ध भगवानको फाउन्डेसनको लागि जग हालिसकेको छ अरे 60 फिटको मूर्तिको लागि अब त्यहाँ जान्छौँ अनि त्यहाँबाट अब सक्छौँ भने हामी एकचोटि माथि जग हानिसकेको छ अनि माथि उता हाम्रो अब पुरानो इँटाहरू भेट्ने ठाउँमा पनि हामी जाने कोसिस गर्छौँ है त ल अब हामी मूर्तिहरू हेरेर उता बुद्ध भगवानको 60 फिटको मूर्ति बन्न लागिरहेको त्यहाँ फाउन्डेसन जग हालिसकेको छ अब हामी त्यहाँ हेर्न जान्छौँ यो चाहिँ हाम्रो सेक्युरिटी गर्ने अङ्कलहरूको कटेज हो अहिले टेम्पोररी यहाँ छ अझै राम्रो हुने भने चाहिँ यो पनि ल बब्बालै छ है त एकदमै पिसफुल ठाउँ छ जतिजनाले हेर्नु भएको छ सकेसम्म आउन सक्नुहुन्छ र टाइम छ भने अवश्य आउनु होला ज्ञानु अनि तिमी त अनि आउने बित्तिकै अनि हाम्रो गुरुजीको बोली सुनेर ज्ञानी भयो त के छ त नाम ज्ञानु झन् ज्ञानी भयो एकदमै बवाल छ पिसफुल ल हाम्रो यहाँ चाहिँ
बुद्ध भगवानको 60 फिटको मूर्तिको लागि फाउन्डेसन जग भइसकेको छ। यहाँबाट चाहिँ टप अफ द वर्ल्डमै छौँ जस्तो लागिरहेको छ। ल आई एम अन टप अफ द वर्ल्ड। अलिक क्रिन्जी भयो क्या? ल ठिकै छ, क्रिन्जी भयो नि केही छैन। इट्स क्रिन्ज, नथिङ ह्यापन इज मी। एकदमै राम्रो भ्यू छ। हाम्रो बागमती यहाँबाट धेरै नै पुचकुन्डा देखिरहेछ। उहाँ चाहिँ हाम्रो बागमती पुल। असम भ्यू। आज अझ हुसु गरेर कम देखाएको छ, त्यही पनि राम्रो देखिरहेछ। असम। यहाँबाट हाम्रो तलको गाउँहरू देखिरहेछ। आज हुसुको दिन पर्यो, त्यही पनि ठिकै छ, राम्रै भ्यू छ। अझ सनी डेमा अझ राम्रो हुन्छ। थाइल्यान्डको झन्डा हो? झन्डा असम, झन्डा असम, ठाङ असम। त्यहाँबाट पौराईको तल्लो भाग देखिन्थ्यो त्यहाँनिरबाट। भएन, यो हाट यस्तो थोडी हुन्छ। ल भ्युअरहरूले फेरि अन्यथा नसोच्नु होला, हाम्रो यहाँ ज्ञानु बहिनी हुनुहुन्छ है त। असम। ल हामी चाहिँ अब अलिकति टाइम ल्याप्स, अलिकति फोटोसुटहरू गरेर फर्किन लागिरहेछौँ। जसले हेर्नु भएको छ, इट्स एन असम प्लेस, प्लिज डु भिजिट है। एकदमै राम्रो छ। अनि अझ भ्लग वा भिडियो गर्नै आउनु छ भने चाहिँ आइफोन लिएर आउनु, बबाल आउँदो रहेछ। आइफोन गोप्रो जे ल्यायो नि बबाल आउँदो रहेछ। एन्ड्रोइडले चाहिँ अलि नआउने होइन। हामी जाँदैछौँ अहिले। अब मिल्यो भने चाहिँ हामी अघि भनेको उता माथि पनि जान्छौँ, नभए चाहिँ अब यहीँबाट फर्किने। रात पर्यो त होइन, पर्न लागेको छ। हाम्रो अङ्कलहरूको अघिको फेरि के अरे पोस्ट। उहाँ चाहिँ एकदमै राम्रो काम गर्दै हुनुहुन्छ। यो बस्ने ठाउँ बनाउनु भयो नि त? यो बस्ने होइन, यो पत्ती ए पत्ती बाल्ने ठाउँ बनाउँदै हुनुहुन्छ। एकदमै राम्रो काम गर्दै हुनुहुन्छ। ल हाम्रो भरिया दाई उहाँ हुनुहुन्छ, भरिया दिदी, राजेश दिदी। मलाई एकछिन बोक्न अल्छी लागेर। ल हाम्रो यो क्यामेरामा बोल्ने बेला चाहिँ आवाजै अर्को चेन्ज हुने। ए ल यहाँ पोज हेर्नु, यो पोज दिएर बसिरहेको रहेछ। नै थम्बनेल भेटिसक्यो। थम्बनेल त्यही हाल्नुपर्छ अब। यस्तो नै गरेको। ल हाम्रो यहाँ चाहिँ राम्रो बिहार तपाईँको मोनेस्ट्री बनाउन थालेको छ। पोस्टर चाहिँ अलिकति उकेको छ, तर हाम्रो यहाँ यो ठ्याक्कै एक्ज्याक्टली यो फिल्डमा चाहिँ ल कोसिस यु क्यान डु इट। ल हाम्रो यहाँ मोनेस्ट्री चाहिँ यस्तो बन्छ। अब यहाँभन्दा माथि चाहिँ हाम्रो उत्खनन गर्दाखेरि अहिले पनि त्यहाँ इँटाहरू छ भन्ने कुरा छ। अब चाहिँ हाम्रो सनसेट हेरिकन यहाँनिर फोटो। अब यहाँ चाहिँ सनसेट हेरिकन अब जाउँ कि नजाउँ भन्ने दोधारमा छ। के गर्ने अब, यहाँ वाट टु डु नजाने। ल यहाँबाट फर्किन नि पर्नुपर्छ है। हामीलाई अँध्यारोमा धेरै डर लाग्छ, हामी दुईजनै डरपोक छौँ। ओके, अहिले अब फेरि हामी अलिकति यहाँ फोटोसुट गर्छौँ अनि हामी ओके।
राजेश दाई बब्बा लाछ ल ज्ञानुको पनि च्यानल छ अरे च्यानलको नाम भन्दै त ज्ञानु सन्ध्या कुलुङ राई ल अनि आजको चाहिँ बिग साउट आउटहरू चाहिँ ट्राइपडको लागि हाम्रो बिग बस उसको नाम चाहिँ योन्जन बिक्की छ क्या अरे केही छ भने म डिस्क्रिप्सनमा हालिदिन्छु अर्को हाम्रो बिग साउट आउट सन्ध्या कुलुङ राई जसको चाहिँ आइफोनबाट हामीले खिचेको छ बिहान मैले सनमलाई साउट आउट दिएको थिएँ तर अहिले अफिसियली चाहिँ हाम्रो ज्ञानुको मोबाइल भइसकेको छ आइफोन अरू चाहिँ अब हामी फर्किँदैछौँ ए मलाई 4 भनेको थियो हो नाइस जोक ल फेरि अब चाहिँ के हुन्छ भन्दाखेरि ज्ञान ब्याग मलाई दियो फेरि चाइल्ड लेबरको केस लाग्छ मलाई है मलाई चाइल्ड लेबरको केस लगाएरै छोड्ने भयो नागरिक भइसके ओहो नागरिकता आइसक्यो हाम्रो ज्ञानुको अब क्यामेरामा राम्रो आओस् भनेर चाहिँ मैले चाहिँ के अरे अँध्यारोमा चस्मा लगाएको छ अगाडि केही देखेको छैन स्टाइल मेरा एटिट्युड मेरा प्रब्लम सारी दुनियाको काला जी फटे त फटे नभाबी नघटे भन्छ त्यस्तै त्यस्तै अवस्था जिंदगी सवार तू एक नहीं बहार दू दुनिया ही बदल दूं मैं तो प्यारा सा चमत्कार हूँ उड्ता हुआ रोबोट में हूँ डोरेमोन ए मलाई आउँदैन कि मैं किसी का सपना हूँ जो आज बन चुका हूँ सच अब ये मेरा सपना है कि सपने सपने सच में करूँ मैं हूँ उड़ता हुआ रोबोट एक डोरेमोन आसमां को छू लूं तितली बन उड़ूं या हेलीकॉप्टर हाँ 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 मैं हूँ उड़ता हुआ रोबोट एक डोरेमोन मैं हूँ यो त तल हैन रोबो डोरे हाम्रो जङ्गलको भूत म अहिले भूत लगाइरहेको छु गाइज म बाँच्छु भने यो भ्लग अपलोड गर्छु हाम्रो ब्ल्याक भूत अगाडि भाग्दै हुनुहुन्छ गाइज म भूतलाई लखाइरहेको छु ओ नो 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 मेरो स्कुटर चोर्न लागिरहेको छु उसले ए ज्ञानु पो रहेछ मिस्टेक भएछ फर्केको हामी अब फेरि हाम्रो अफरोड बाटो अघि नै पनि अन रोड थिएन अफै थियो त्यही भएर फेरि पनि टावर के को टावर थाहा छैन लाइनको टावर हो नि हो ल अब पेट्रोल बचाउनलाई म चाहिँ पुरै फुल तलसम्मै अफमा जानुपर्छ यो चाहिँ नयाँ इलेक्ट्रिक स्कुटर बजारमा आइसकेको छ आवाज पनि गर्दैन तेल पनि खाँदैन विदाउट इन्जिन हामीले हाक्न सक्छौँ तर त्यसको लागि फर्स्टमा चाहिँ उकालोमा तपाईँहरूले पुगाउनु पर्छ त्यसपछि ओह्रालोमा चाहिँ विदाउट इन्जिन विदाउट ओइल हैन विदाउट ब्याट्री चल्छ है त यस्तो साइलेन्ट स्कुटर कहीँ देखाएको लास्टमा त दाजु बहिनी लडिदिरहने त्यही त भन्दैछु कहीँ लड्यो भने पनि थम्बनेलको लागि भइदिन्छ कि युट्युबर जस्तै छुट्नु पऱ्यो क्या म ज्यान बचाउ कार्यक्रम सञ्चालन गर्दैछु म चाहिँ अब पहिला पनि म 2 चोटि स्कुटरबाट हाम फालिसकेको हो एक्सपिरियन्स भइसक्यो स्कुटर आफैले लडाएर तर स्कुटरबाट आफू चाहिँ नलडेर फेरि पनि म यहाँनिर ऊ मेरो स्टुडेन्ट देखाइदियो त यता हेर्दै त म भ्लग बनाइरहेको छु यता आऊ त के छ हालखबर ठिकै छ कताबाट आएको अहिले पसल गएर तिम्रो नाम के हो भनिदियो सबैजनालाई अनि सरको च्यानललाई सब्सक्राइब गर्यो भने सरको च्यानललाई सब्स्क्राइब गरिदिनु लाइक सेयर खै त लाइक सेयर अरू के छ त हालखबर ठिक छ बाई बाई है सर घुमेर आएको गोलमे डाँडा
ल बाई बाई यताबाट अर्को डाँडा जाने ओहो मेरो अर्को स्टुडेन्ट पनि भेट्यो ल यता हेर्दै त एकचोटि यता 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 सरको च्यानल लाइक सब्सक्राइब सेयर गरिदियो भने सबैजनालाई लाइक च्यानल सब्सक्राइब सबै गरिदिनु होला कहाँबाट ल्याएको यस्तो भारी अलि हल्का सामान उठाउनु पर्छ है बाई बाई आज मैले स्टुडेन्ट भेटिरहेको छु सबै ठाउँमा ओहो रिदन के छ बाई 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 पनि भन्दैन मेरो स्टुडेन्टले खै त